साथीहरु सबैलाई नमस्कार। म सुशान्त शर्मा, तपाईहरुकै लेखक तथा प्रशिक्षक। आज हामीले सुपर मेमोरी ट्रेनिङ स्किल हैन, यो हाम्रो लोकसेवा स्कुलले चाहिँ मेमोरी ट्रेनिङ तथा क्रिएटिभ लर्निङ को कन्सेप्ट लिएर चाहिँ तपाईहरुलाई एउटा सानो अनाउन्समेन्ट लिएर आएको छौं। अब यो सबैभन्दा पहिले साथीहरु यो के हो भनेर हामीले बुझ्नु पर्यो हैन। यो के हो भन्दाखेरि हामीलाई के छ भन्दाखेरि हरेक कुराहरु हामी पढ्छौं, पढेका कुराहरु याद हुँदैन हैन। याद भए पनि आज भोलि पर्सि फेरि रिकल गरेन भने हामीलाई याद हुँदैन। याद गर्दा पनि घण्टौं घण्टा हामीलाई लाग्ने हुन्छ, कयौं घण्टा हामीलाई याद गर्नमै समय बितिरहेको हुन्छ। तर के छ भन्दाखेरि विश्व सन्दर्भमा यसरी याद नहुने कुराहरुलाई हैन, लामो समय याद नहुने कुराहरुलाई विश्वमा के छ भन्दाखेरि अनेकौं मेथडहरु हैन, मेमोरी लामो समयसम्म स्टोर गर्नको लागि अनेकौं टेक्निक्सहरु प्रयोग गरिरहेका छौं। विश्व च्याम्पियनहरुले अनेक टेक्निकहरु प्रयोग गर्छन्। तिनै टेक्निकहरुलाई नेपाली कन्टेक्स्टमा फ्युजन गरेर हैन, यो शिक्षक सेवा आयोग, लोक सेवा आयोग हैन, जीके, बैंकिङ, यो कुनै पनि तयारी गरिराख्नु भएको साथीहरु, सँगसँगै अन्य कक्षा तयारी गरिराख्नु भएको साथीहरुको लागि चाहिँ के छ भन्दाखेरि मेमोरी टेक्निकहरु हामी लिएर आएको छौं, जहाँ चाहिँ तपाईले घण्टौं लाएर याद नगर्ने कुराहरु छिनमा याद गर्न सक्नुहुन्छ। अब यो के छ भन्दाखेरि यो किन आवश्यक छ भनेर तपाईहरुले बुझ्नु होला। यो आवश्यकता यसको के छ भन्दाखेरि हामीलाई हरेक कुराहरु परीक्षामा हामीले के छ भन्दाखेरि लेख्नु पर्नेछ, कहीँ गएर प्रस्तुत गर्नु पर्नेछ, कहीँ बोल्नु पर्नेछ। यी सबै विषयवस्तुहरुलाई चाहिँ के छ भन्दाखेरि मेमोरीले भर पार्ने हुन्छ। त्यसैले परीक्षा हामीलाई अब्बल गर्नुपर्नेछ, राम्रो गर्नुपर्नेछ, र्याङ्किङ माथि आउनु पर्नेछ भने साथीहरु तपाईहरुले यो ट्रेनिङ क्लासेसहरु लिनुपर्ने हुन्छ। अब त्यति भनिरहँदा हामीले यो मेमोरी ट्रेनिङ मात्रै गर्छौं त भनेर तपाईहरुको प्रश्न आउला। मेमोरी ट्रेनिङ त हाम्रो मुख्य छँदैछ, त्यो सँगसँगै हामीले के छ भन्दाखेरि यो पढ्ने कला, पढ्ने पनि स्पेशल कला हुन्छ साथीहरु। पढ्ने कला, त्यसपछि सम्झने कला यो भइहाल्यो। त्यसपछि एक्स्ट्रा नेक्स्ट लेभलमा लेख्ने सिप हामी कसरी विकास गर्न सकिन्छ त्यसको बारेमा हामी तपाईहरुलाई जानकारी दिनेछौं। नेक्स्ट लेभलको हामी लेख्न सकिन्छ, परीक्षामा अब्बल अरु भन्दा पृथक कसरी लेख्ने त्यो कलाहरु हामी सिकाउनेछौं। अब यो कसले लिने भन्नुहुन्छ होला, कसले लिने भन्नुहुन्छ होला। यो हाम्रो के छ भन्दाखेरि 8 कक्षा भन्दा माथिको कसैले पनि 8, 9, 10 हैन, शिक्षक सेवा आयोग तयारी गर्ने साथीहरु हुनुहुन्छ हैन, त्यस्तै जीके आयोग पढ्ने साथीहरु हुनुहुन्छ, बैंकिङ पढ्ने साथीहरु हुनुहुन्छ, या अन्य कुनै पनि परीक्षाको तयारी गर्दै हुनुहुन्छ भने उहाँहरुको लागि यो एकदमै इफेक्टिभ हुनेछ। तपाईहरुले क्लास लिएपछि त्यो थाहा पाउने हुनेछ। र कहिले हुन्छ भन्ने तपाईहरुको सन्दर्भको लागि हामी चाहिँ के छ भन्दाखेरि प्रत्येक सार्वजनिक बिदाको दिन शनिबार प्लस प्रत्येक सार्वजनिक बिदाको दिन फुल ट्रेनिङ बेसमा है, यो फेरि एकदम ट्रेनिङ बेसमा हुन्छ, किनभने यसमा केही स्किल्सहरु हामीले सिक्नुपर्ने हुन्छ यो साथीहरु। त्यसैले तपाईहरु जो पनि हुनुहुन्छ भने इच्छुक साथीहरुले चाहिँ यो दिएको नम्बरमा 9841 46 10 10 है, 9841 46 10 10 मा गर्नु होला। यो लागेन भने मात्रै अरुमा गर्नु होला। यसमा व्हाट्सएप गर्ने या चाहिँ मेसेज गर्न सक्नुहुन्छ। अन्य कुनै पनि जानकारी भए तपाईहरुले जानकारी लिन सक्नुहुन्छ। त्यति मात्रै होइन साथीहरु, मेमोरी क्लास सँगसँगै हामीले के छ भन्दाखेरि शिक्षक सेवा आयोगको पनि कक्षा सञ्चालन गरिरहेका छौं। त्यस्तै जीके आयोगको कम्बाइन क्लास छ एकदमै सुपथ मूल्यमा। त्यस्तै हाम्रो बैंकिङको झन् एकदमै स्पेशल जागिर खुवाउने गरेको हाम्रो क्लास छ हैन। तपाईहरु इच्छुक साथीहरु जति पनि हुनुहुन्छ उहाँहरुले चाहिँ यो दिएको नम्बरमा या चाहिँ पारङ्गको नजिकैको कुनै शाखामा गएर तपाईहरुले सम्पर्क गरेर बुझ्न सक्नुहुन्छ भन्दै आजको लागि बिदा हुन्छु। हस्त, नमस्कार।